त्यो आगे बजारे होइन है बजाउनु जानु बल्ल बल्ल बारी अलि गाला पनि बल्देऊ सानो सानो लाग्यो कुनै पुगेन यो दबालाई सानो उलाई नबिला पुग्यो सानोलाई पुग्यो हजुर त्यसरी प्यारी त्यहाँबाट लाइन लाएर टायर
म दुर्गा बहादुर गुरुङ माछाबजार गाउँपालिका वडा नम्बर 8 बसाइ लुम्रे र हामी 2059 सालबाट हाम्रो यो मर्दीखोली भिगबुने परिवारको चाहिँ यो भाइ खलगाहरू जम्मा हुने कार्यक्रम त्यहाँबाट सुरु भयो। त्यहाँपछि सुरु हुँदै 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 आज 81 सालमा आइपुग्दाखेरि हाम्रो यो संरचनाहरू बिचमा बनेको अनि यो गत सालबाट चाहिँ सुरु भयो यो सबै कुरा र त्यहाँपछि अहिले फेरि हाम्रो 3 जना दिदीबहिनीहरूले एउटा यतापट्टि 11 फिट एउटा पानीको धारा र यसमा चाहिँ यो मन्दिरको अगाडिपट्टि यो बस्ने ठाउँ अलिक ठुलो बनाएको छ। त्यसको उद्घाटनको लागि हाम्रो भाइ खलगाहरू सबैलाई जाने भाइ खलगा मात्रै नभएर हाम्रो छोरी ज्वाइँ चेलीबेटीहरू दिदीबहिनीहरू वृद्ध र चाहिँ उतापट्टि दाङसिङ मोरियाबाट र यता रामदेव तिलार राँपुबाट पनि हाम्रो अतिथिहरू हामीले बोलाउने काम भइरहेको छ र त्यसको लगत्तै चाहिँ म चाहिँ यो मर्दीखोला भिगबुने परिवारको चाहिँ सदस्य हो भने कास्की जिल्लाको होतानेको चाहिँ अध्यक्ष दुर्गा बहादुर गुरुङ।
प्रमुखले आउनुभयो
मालो न यो पनि हो रे मालो त्यो साउन्डमा यहाँ पूजा गर्छ यहीँ भन्ने
भाडामा रमाइ गर्नुपर्छ रे लामाले सागरीको अब सबै साउन फेरि हाम्रो बजार ल बाजेको दोल खाएको आयो मलाई खुसी
लामा गुरुज्यूबाट साङपूजा यो धारालाई पानीको ढुङ्गे धारालाई साङपूजा गरिसक्नु भएको घोषणा गर्नुभएको छ। त्यसपछि रम्ने प्रोनाउन्सिएसन आउँदैन है, त्यो पूजा पनि भइसकेको उहाँले जानकारी गराइसक्नु भएकोले सबभन्दा पहिला यसै ढुङ्गे धारा प्लस यो सिँढी बाटो, ढुङ्गेको सिँढी बाटो हाम्रो छोरीहरू प्यारी, सङ्गीता, सुशीला, सङ्गीता दुईवटा छोरीहरूको सहयोगबाट यो धारा र यो बाटो ढुङ्गे सिँढी बाटो बनाइएकोमा आज औपचारिक रूपमा यसको उद्घाटन रिबन काटेर उद्घाटन गरिदिनु हुन हाम्रो मल्टीकला मिहिक बनेका वरिष्ठ सदस्य तथा हाम्रो काका रुद्रबहादुर गुरुङजी साथै हाम्रो छोरीहरू 3 जना छोरीहरू प्यारी, सङ्गीता र प्यारी के अरे सुशीला र लाई एकसाथ रिबन काटेर एकैसाथमा रिबन काटेर उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बाजा देखिएकोले यो आवश्यकतालाई हेरी हाम्रो भाउजू भाइको गुरुङले यो आवश्यकता परिपूर्ति गरिदिनु भएको छ। यो लगभग सबैबाट उठाएर उहाँले यो धारामा यस बाटोमा घलेल खोरगाउँमा स्थित यो नेजामा हाम्रो मर्तीखोले लिग भनेको चेलीबेटीहरूबाट
यो सहयोग स्वरूप यो भेडाको नजिक प्रतीक्षालय प्लस यो ट्रस्ट हामीलाई बनाउनको लागि सहयोग गर्नुभएको छ। त्यसको प्लस यो साइडको छेउछेउको बगैँचा जो प्रतीक्षालय ट्रस्ट र साइडको बगैँचा हाम्रो चेलीबेटीहरूबाट हामीलाई बनाई आज यो हस्तान्तरण कार्यक्रम र यो उद्घाटन कार्यक्रम पनि रहेको हुनाले 1,21,000 रुपियाँ बराबरको रकममा यो सम्पन्न भएको छ। यसको आजको औपचारिक उद्घाटन गरिदिनु हुन म चेलीबेटीका 2 जना हाम्रा फुपूहरू साथै हाम्रो मर्दीखोला भिख हुने परिवारका वरिष्ठ सदस्य काका मुक्तबहादुरज्यूलाई रिबन काटेर यसको औपचारिक उद्घाटन गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। भेगामा यो बनाउने काम हाम्रो त सिलसिला जारी नै छ के यो कहिल्यै सकिन्न। यो सबभन्दा पहिला त यो भेगामा आजको यो यज्ञ स्थल बनाइदिनु हुने हाम्रो चेलीबेटी हाम्रो भिना साबित कान्छो अहिले नरबहादुर गुरुङ र हाम्रो दिदी रामकुमारी गुरुङ दिदीले त्यो नेजा के भन्छ त्यो ट्रस्ट लगभग दिदी हाम्रो जमान सिंह काका बाथेको छोरी जेठी छोरी होइन दिदी जेठी छोरी जमान सिंह काकाको जेठी छोरी हाम्रो रामकुमारी दिदी प्लस तथा हाम्रो बिना नरबहादुर गुरुज्यूले त्यो ट्रस्टलाई 1,20,000 को लागतमा बनाइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसै म साथसाथै सबैको भन्छु है। साथै यो भेडाभित्र हाम्रो खेमा राख्ने काम पनि छ। खेमाको अनावरण त अहिले पछि गराउन पूजा सकिएपछि है। त्यसको लागि हाम्रो दाई र दाई भाउजू र छोरा बुहारीबाट जो भेडाको खेमा राख्ने काम भएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। साथै यो ट्रस्ट बनाउनलाई यो बनाउने भनेपछि त कहिले सकिँदो रहन्छ बनाउने भन्ने कुरो होइन। बेला बेलामा आर्थिक सहयोग गरिदिनु हुने अहिलेसम्मको आर्थिक सहयोग गरिदिनु हुने महानुभावहरूको यहाँ नाम लेखिएको छ। यो शिलापत्रलाई यो शिलालेखलाई अनावरण गरिदिनु हुन यो उद्घाटन गरिदिनु हुन म हाम्रो दिदी बिना हाम्रो राबुबाट आउनुभएको हाम्रो काका बाजे दाङसिङको बाजे हजुर बाजे दाङसिङको बाजे र हाम्रो काकालाई यो रिबन काटेर उद्घाटन गरिदिनु हुन संयुक्त रूपमा उद्घाटन गरिदिनु हुन र उहाँहरू अलि हजुरहरूलाई लगभग यो कार्यक्रम सकिन्छ। एउटा मूर्ति अनावरण यो कार्यक्रममा त्यसरी हामीलाई सहयोग दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद। अब हाम्रो यो पछि केही सानो औपचारिक कार्यक्रम हुनेछ। त्यसमा छोटो कुराकानी राखेर यहाँ पूजा पनि चल्दै रहन्छ। हामीले अरूले खानेकुरा पनि खाँदै रहने हो। भात सात पनि खाने एउटा काम गर्यो यो छ। भइहाल्यो हामी त अलिक नजिकै हेरेर यसो हेर्नुपर्ने छ क्या।
दाईको नाम हाम्रो दाई सुधार वित्तबहादुर गुरुङज्यूबाट हाम्रो नेतालाई रु 1100 प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी धन्यवाद। त्यसै गरी उहाँले हामीलाई 2000 रुपियाँ आर्थिक सहयोग गर्नुभएको। हाम्रो दिदी चन्द्रकुमारी गुरुङ अमरसिंह चोक अहिले काठमाडौँ बसोबास गर्नुहुने क्रममा हाम्रो आजको यस मर्तीखोला मिरिकोनी परिवारको यो नेजामा पाठ पूजा तथा यो विभिन्न संयोजनाहरूको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म मर्तीखोला मिरिकोनी परिवारका सदस्य हाम्रो काका श्री वित्तबहादुर गुरुङलाई हार्दिक अनुरोध गर्दछु। हामीलाई आर्थिक सहयोग गर्नुहुने हाम्रो आमा गौमाया गुरुङ चिन्नुहुन्छ कसैले? हाम्रो आमा गौमाया गुरुङ यहाँ नआउनु भए पनि उहाँले हाम्रो मर्तीखोला मिरिकोनी परिवारको नेतालाई रु 1500 रुपियाँ पठाइदिनु भएको छ। उहाँको प्रतिनिधि भएर हाम्रो दाजुलाई उहाँ आमालाई धेरै धेरै धन्यवाद। यो सम्मान कार्यक्रमलाई अहिले केही विशेष कारणले हानि राख्दै अब हाम्रो चेलीबेटीको तर्फबाट यो सबभन्दा पहिला त यो हाम्रो आजको धारा बनाइदिनु हुने धाराको निर्माण गरिदिनु हुने हाम्रो छोरीहरू यानी गुरुङ, सुशीला गुरुङ र सङ्गीता गुरुङलाई कृपया अगाडि आएर हाम्रो मर्तीखोला मिरिकोनीको तर्फबाट खाना ग्रहण गरिदिनु हुन हार्दिक हाम्रो यो नेजामा धेरै धेरै धन्यवाद। खाने त राम्रो बनाएको अर्को केशवराज राई र हाम्रो त्यो बुहारी मैले अर्कोले पैसा दिने हामी ताली बजाउनु सक्दैन काँडे है। अब यहाँ अझै सम्मान बाँकी छ। अब हाम्रो कार्यक्रम लगभग आफ्नो सानो भनाइ राखिदिनु हुन म रामपुरे मिरिकोनी परिवारका अध्यक्ष तथा हाम्रो काका श्री इन्द्रबहादुर गुरुङलाई हार्दिक अनुरोध गर्दछु। यस नेजा प्रोग्रामका अध्यक्षज्यू सौरभ कमल गुरुङज्यू, प्रमुख अतिथि हाम्रो भाइ गुप्तबहादुरजी, हाम्रा दाङसिङका भाइ खलकहरू, रापोका भाइ खलकहरू तथा सम्पूर्ण यस मूर्तिखोलाका भाइ खलकहरू, म मेरो साइन अनुसार सेवाढोक शुभ आशीर्वाद। आज नेजा प्रोग्राममा जसरी तपाईँहरूले हामी रापुलेलाई दाङसिङलाई बोलाउनु भयो, यसमा हामी धेरै खुसी छौँ। यस्तो भव्य कार्यक्रममा तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा र यो जमघटमा तपाईँहरूसँग आम्ने सामने भएर बस्दाखेरि मलाई साह्रै रमाइलो लागेको छ।
साथै यस नेतालाई सहयोग गर्नुहुने हाम्रा छोरी ज्वाइँ रामकुमारी तथा ज्वाइँ नरबहादुर गुरुङले आफ्नो यत्रो अनुदानमा जो नेताको स्थापनाको जुन मूर्ति के भन्छ मन्दिर जस्तो जो घुम भनौँ के भनौँ बनाउनु भएको छ उहाँलाई धेरै धन्यवाद। यत्रो भूमिदान गर्नुभयो त्यसमा फेरि पनि उहाँलाई धन्यवाद दिन चाहन्छु। साथै हाम्रा भाइहरूले जति यहाँ आफ्नो मेहनत पसिना लगाएर यो मेहनत कार्यक्रम गर्नुभयो त्यसमा तपाईँ धेरै दुःख पाउनुभयो। हामी देख्छ आगर हाँसेका छौँ। तपाईँलाई धेरै धन्यवाद। साथै हाम्रा चेलीबेटीहरूले यो सेट बनायो आएर सितालो कस्तो पनि राम्रो भएको छ। यो बाटो पोहोरमा आउँदाखेरि हिँड्न सक्थ्यो अहिले यो कति राम्रो भएको छ। त्यस कारण तपाईँलाई धेरै धन्यवाद भन्दै पुस्तक पर्छ दशौं पुस्तक हो है। धन्यवाद। खोज्दै गएको थिएँ मन छोडेर गएको छेउमा गएको छु। कार्यक्रमलाई छोट्याउनको लागि आफ्नो भनाइहरू राखिदिनु भयो। अब कार्यक्रमलाई म छोट्याउँदै गइरहेको छु। आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आजको घेजा परेको अध्यक्षज्यू तालमासँग तोपिम यहाँनिर यो नौरे चाहिँ के मस्या छ्या ममो छ्या मस्या लु मस्या मेनामो दिउँ तिनी यो तौमा चाहिँ खाना हालेर हिँड्नु चाहिँ के आपोबा तानन भेगी पोवा पोम छा पनि या त्यसले विषयमा तिनी हिँड्बा जो ता तुसी चाहिँ तान मसे यासिन म ताजे त्यो खान तिनीलाई तले खुसी मादेगा भुइसे मोटेर बा भाइका लगा अनि रापुले भाइका लगा अनि मूर्ति खोलेर बा मेगी कोने भाइका लगा तरले निबा रि जमेमलाई मी कोने रि जमेमा मोहमलाई धेरै धन्यवाद दिमु तले बिसाना रे रि जमे आरे बिसाना रे ज गाना आखेबा जहिनमा दौ मनो मुयुमलाई खतमा यदि तिनी चाहिँ गाछु खमो मागेर यहाँ रि जमे गा ओसकनन मनो या मूर्ति खोलेर रि जमे मेगी कोने रि जमेमलाई तिनी ना छले छामा झ्याल मागेर हम आज बेले छाचा त के लेदा सर्के निरोगीता त खास गरी तोबियाले नमाता चाहिँ यहाँ चाहिँ तिनी योगा दल त एक्सरसाइज दल तम तिनी आछामा बिमार खसेमु साथै सँग धेरै हामीले गाइता जुरुम खतम गर्नु। धन्यवाद। धन्यवाद बाजेलाई। आफ्नो पुस्तक विमोचनको क्रममा हामी सबैलाई समेटेर एउटा पुस्तक विमोचन गर्नुभएको छ। त्यसमा हाम्रो वंशावलीको सम्पूर्ण त्यसमा समेट्ने कोसिस गर्नुभएको छ। हामीले पनि 9 स्ट्यान्डर्ड भनेछ त्यो आफ्नो ऱ्याङ्किङ छ एउटा 10 नम्बरमा को पर्छ 9 नम्बरमा को पर्छ 11 12 13 हाम्रो त 13 सम्म पुगिसक्यो हैन 13 अहिले 14 पुगिसक्यो कतिको हामी अलि फास्ट नै छौँ है बाजे हैन। तपाईँहरूको त भर्खर 9 10 तिर चल्दैछ हामी त 13 मा पुगिसकेका छौँ। हामी अलि फास्ट नै छौँ। त्यस कारण हामीले बार भन्ने गरेका छौँ कतै हाम्रो जेठा कान्छाको उसमा कतै हामीमा अन्यल त छैन त्यो भन्ने कुरो हाम्रो पहिलादेखि नै कुरा छ हैन। त्यही जेठा सेठा भएर यस्तो पढ्दै गएको यी कुराहरू यहाँ कुरा त सुनिसक्नु त्यो बसेर गर्ने कुराहरू हुन्। धन्यवाद। साथै सम्मान गरिदिनु हुन हाम्रो ताली छोरी मैता लक्ष्मी गुरुङ मैता लक्ष्मी सम्मान रु 15,000 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धन्यवाद। सम्मान गरिदिनु हाम्रो काकालाई हार्दिक अनुरोध गर्दछु। सहयोग गर्नुहुने हाम्रो चेलीबेटी मन कुमारी गुरुङ तल्लो गाउँ घान्द्रुक मन कुमारी गुरुङ उहाँले हाम्रो नेतालाई 5,105 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धन्यवाद। नेतालाई आर्थिक सहयोग गर्नुहुने हाम्रो चेलीबेटी हित कुमारी गुरुङ उहाँले पनि हाम्रो नेतालाई रु 5,105 रुपियाँ उहाँलाई धेरै धन्यवाद। कुमारी गुरुङज्यूलाई पनि कृपया मञ्चमा आएर सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद छ को ट्रस्ट बनाइदिनु हुने हाम्रो चेलीबेटी हाम्रो दिदी रामकुमारी गुरुङ तथा हाम्रो बिना नरबहादुर गुरुङलाई पनि सम्मान गरिदिनु हुन म हाम्रो काका बुद्धबहादुर गुरुङलाई खादा लगाएर सम्मान गरिदिनु हुन हार्दिक रामकुमारी भाइ छाकाला मिकिपने परिवारको नेतामा आफ्नो खेमाको प्रतिमा स्थापना गरिदिनु हुने हाम्रो दाजु तिलकसिंह गुरुङ तथा भाउजू लक्ष्मी गुरुङजीलाई पनि मञ्चमा आएर सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्मानको लागि म हाम्रो काका बुद्धबहादुर गुरुङजीलाई खादा लगाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। आज हामीहरू बसेको यो प्रतीक्षालय प्लस ट्रस्ट एवं यो डाँगेमायाको बगैँचा निर्माणमा सहयोग गरिदिनु भएको छ। यसको लागि चेलीबेटीका हाम्रो दुईटा फुपूहरूलाई कृपया अगाडि आएर यसको लागि सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब हाम्रो भएको जस्तो र अब हाम्रो माथि खानपिनको माथि व्यवस्था गरिएको छ। खानपिन पनि गर्ने र अन्तमा पूजा सकिएपछि हाम्रो अर्को सत्रको र पूजा सम्पूर्ण आजको कार्यक्रम समापन गर्ने हाम्रो कार्यक्रम रहेको छ र यो पहिलो सत्रलाई समापन गरिदिनु हुन म यस कार्यक्रमका अध्यक्ष दाजु कमलबहादुरजीलाई हार्दिक अनुरोध गर्दछु। दोस्रो सत्र खानपिनपछि दुबारा चल्नेछ। धन्यवाद। उपस्थित हाम्रो यस समारोहका प्रमुख अतिथिज्यू यसै गरी सम्पूर्ण हाम्रो हलिन साखु र इमुका सम्पूर्ण मिहिकुने परिवारका सम्पूर्ण सदस्यज्यूहरूमा मेरो दर्शकको नमस्कार चढाउन चाहन्छु। यहाँले स्वीकारिदिनु। यहाँ जुन हाम्रो चाहिँ चेलीबेटीहरूले गरेको सम्पूर्ण समारोहको विषयमा म दोस्रो सत्रमा म भन्न गइरहेको छु र यति भन्दै म के भन्न चाहन्छु भने यो पहिलो सत्रलाई अन्त गर्दै म यहाँहरूसँग बिदा हुन चाहन्छु। हस्त मिकिपने परिवार एवं सम्पूर्ण चेलीबेटी परिवार एवं अन्य
Prado, Watisi Ayado. Oh, Purasi Aprado, Watisi Ayado. Nesai Juni Juni Kiaje. Mora bile kyo, Saibo bile kyo. Khaila khaila taya je. Min hor baita tamido. Engolo raja min hor baita tamido. Galbandi chaisho mulsho. Senori thesho mulsho. Oh, galbandi chaisho mulsho. Senori thesho mulsho.
दोस्रो सत्रको कार्यक्रम सुरु हुन गइरहेको छ। दोस्रो सत्रको कार्यक्रम म अहिलेको जो मैले आसन ग्रहण गराएको थिएँ त्यसैलाई निरन्तरता दिँदै मैले अहिले दोबारा गराइनँ, त्यसैलाई यथावत राख्दै अब हामी फेरि पनि यहाँ दुईटा हाम्रो दिदीबहिनीहरू थपिनु भएको छ नेजालाई आर्थिक सहयोग गर्ने। सर्वप्रथम उहाँहरूलाई खानाबाट सम्मान गरिदिनु हुन म हाम्रो मर्तीखोला मेकीकोने परिवारका सल्लाहकार हाम्रो काका गौतमबहादुरज्यूलाई हार्दिक अनुरोध गर्दछु। दिदी जमान सिंह बाथेको छोरी गङ्गा कुमारी गुरुङबाट नेजालाई रु 10,100 सहयोग गर्नुभएको छ। कृपया यहाँ आई सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। 100 नेजालाई सहयोग स्वरूप दिनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी दाई आशबहादुर गुरुङ घान्द्रुकको तर्फबाट पनि हाम्रो मर्तीखोला मेकीकोने परिवारको नेजालाई रु 5,000 आर्थिक सहयोग गर्नुभएको छ। उहाँको प्रतिनिधि कृपया यहाँ आएर खाना ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। धन्यवाद। आजको यस नेजाको पाठ पूजा सम्पूर्ण उद्घाटन कार्यक्रम र यो नाचगान गर्ने कार्यक्रम पनि लगभग सम्पन्न भएको छ। फेरि पनि हाम्रो केही सम्मान गर्ने कार्यक्रम रहेकोले सबभन्दा पहिला आज हाम्रो यस नेजामा पाठ पूजा गरिदिनु हुने हाम्रो लामा गुरुजीहरूलाई एउटा हाम्रो चलन अनुसार उहाँहरूलाई उम्काउने चलन रहेकोले सर्वप्रथम लामा गुरुजीहरू कृपया अगाडि आइदिनु होला। साथै लामा गुरुजीहरूलाई उम्काउन हाम्रो दाई तिलकसिंह गुरुङ र हाम्रो भाउजू भाइको गुरुङ कृपया अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो भाइ खलकको 3जना खम्बाहरू उहाँहरूलाई हाम्रो भाउजूले एउटा सम्मान खाना लगाएर सम्मान गरिदिने कार्यक्रम रहेकोले म सर्वप्रथम हाम्रो भाउजूबाट सम्मान भाउजूलाई दिनु सक्छ। यसै प्रकारले दाजु कमल बहादुर गुरुङज्यूलाई सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ग्रहण गर्नुहुनेमा हाम्रो मर्तीखोला मेकीकोने परिवारका सल्लाहकार तथा हाम्रो खम्बा दाजु तिलकसिंह गुरुङज्यूलाई मर्तीखोला मेकीकोने परिवारका सचिव हाम्रो राजेश भाइ बिहानदेखिको कराएको अहिले घाँटी सुकेर हैरान भयो भएर उहाँलाई पनि मेरो भाउजूबाट चाहिँ सम्मान गरिदिनु भएको छ। सबैले ताली बजाइदिनु होला। आमाहरू दिदीबहिनीहरू र त्यस्तै गरी उद्घाटनको कार्यक्रममा सचिव राजेश गुरुङलाई लामा गुरु कर्मा सोल्टीज्यूलाई स्वागत गर्नको लागि सम्मान गरिदिन अनुरोध गर्न चाहन्छु। मर्तीखोला मेकीकोने परिवारका खम्बाहरूले जो जति भूमिका निभाउनु भएको छ उहाँहरूलाई यस भूमिका निभाउन अनेक तरहबाट सम्पूर्ण चिजमा खानापिनामा बस्नुमा जो सम्पूर्ण रूपमा उहाँहरूलाई सहयोग पुर्याउनु भएकोमा र आजको यस कार्यक्रममा पनि पूर्ण रूपमा सहयोग पुर्याउनु भएकोमा हामीले हाम्रो चेलीबेटी र हाम्रो बुहारीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम राखेका छौँ। त्यस क्रममा सबभन्दा पहिला हाम्रो दिदी लब्जे गुरुङलाई म हार्दिक अनुरोध गर्दछु। उहाँले यो भेडा बनिन्जेलसम्म जसरी यहाँ बस्ने दाजुभाइहरूलाई सहयोग गर्नुभयो त्यसको लागि मुरी धन्यवाद
दिन मूर्ति खोला मिगी गर्ने तर्फबाट दिन चाहन्छु। बिना गुरुङलाई पनि यसै प्रकारले सहयोग गर्नेबाट पनि उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेकोले म उहाँलाई सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दुर्गा दिदीलाई यही देख्छु है, जहिले पनि खाजा भुजा गिलास लिएर हिँडेको उहाँलाई पनि हाम्रो मर्दीखोला मिहिकुने तर्फबाट पनि धेरै धेरै धन्यवाद। साथै आजको कर्ताहरूबाट पनि खाजा लगाई सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब यो सम्मानकै क्रममा हाम्रो चेलीबेटीहरूबाट तर्फबाट हाम्रो मर्दीखोला मिहिकुने परिवारका सल्लाहकार हाम्रो काका गुप्त बहादुरजीलाई एउटा माला र खादाबाट सम्मान गर्ने इच्छा जाहेर गर्नुभएकोले उहाँलाई खादा र मालाबाट सम्मान गरिदिनु हुन म हार्दिक चेलीबेटीको तर्फबाट हार्दिक अनुरोध गर्दछु। म यसै क्रममा एउटा जानकारी तपाईँहरूलाई दिइहालौँ। मर्दीखोला मिहिकुने परिवारले यो वर्षको चेलीबेटी भोज तथा भान्जाभान्जी भोज यसै माघ महिनामा गर्न लागिरहेको अवस्थामा हाम्रो यहाँ घलेन गाउँमा हाम्रो एउटा जुठो परेकोले विविध कारणले हामीले पछि हट्नु पर्यो र यही पछि हट्ने सिलसिलामा एउटा शनिबारै पार्नुपर्ने हाम्रो अवस्था रहेकोले हाम्रो भोज कार्यक्रम यही फागुन 3 गते शनिबार नाथुर टोला रिमान चौरा समाजघर यामदीमा गरिएको सम्पूर्ण जानकारी गराउँछु। साथै यो कार्यक्रमको लागि चेलीबेटीहरू सम्पूर्णलाई हामीले कार्ड पनि उपलब्ध गराउनेछौँ। कदाचित यो कार्डहरू उपलब्ध नभएमा पनि अन्यथा नमानी यस कार्यक्रममा त्यसै क्रममा हाम्रो यो नेजा बनाउँदाखेरि दुःख गरिदिने हाम्रो दिदी दुर्गा गुरुङलाई चेलीबेटीको तर्फबाट पनि एउटा बधाई र सम्मान आमाहरूले होइन है, फेरि चेलीबेटी मात्रै घलेनमा स्थित यो नौमती बाजा टिमलाई यो नौमती सम्पूर्ण बाजा उहाँहरूले हस्तान्तरण गरिसक्नु भएको छ र यसको पाठ पूजा पनि बिहानै हामीले आगमनको क्रममा नै नयाँ पुलमा गरिसकेका छौँ। यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद। ताली। साथै आजको वाद्यवादक टिमलाई भाइ तिलक सिंह गुरुङ र हाम्रो भाउजू भाइको गुरुङको तर्फबाट प्लस आजको यो वाद्यवादक टिमलाई उपहार स्वरूप प्रदान गर्नुभएको छ। यसमा ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अब म हामीलाई काममा कर्मी हाम्रो यो कारिगरहरूलाई पनि एउटा यो स्थितिसम्म ल्याइदिनु हुने कारिगरहरूलाई पनि खाना लगाएर सम्मान गर्ने इच्छा जाहेर गर्नुभएको छ। त्यसको लागि कृपया मेरो नाम ठ्याक्क भन्न सकेँ। अर्को त्यो उसको धन्यवाद छ काकालाई।
यस कार्यक्रममा हाम्रो कार्यक्रमलाई एकदम मनोरञ्जक बनाइदिनु हुने हाम्रो वाद्यवादक टोलीलाई चेलीबेटीको तर्फबाट पनि एउटा आर्थिक सहयोग उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रदान गर्दै हुनुहुन्छ, कृपया उहाँ गएर थालीमा राखिदिनु हुन हार्दिक चेलीबेटीको आमा टोलीलाई रु 10,000 सहयोग स्वरूप क्षमा गर्नु होला, यहाँ फेरि भाषण सुझाउ कार्यमा गर्नुभएको छ आमा टोलीले र यो आमा टोलीलाई आजको आमा टोलीलाई आर्थिक सहयोग आजबाट उठाउने उहाँले कार्यक्रम सुरु गर्नुभएको रहेछ। यसमा मलाई जानकारी भए मुताबिक आजबाट सुरु गर्नुभएको रहेछ। यसमा हाम्रो युमुको र कान्छी आमा श्यामबहादुर गुरुङ कान्छी आमा चित्रकुमारी गुरुङ कान्छालाई कृपया अगाडि आइदिनु होला। 15 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। मर्दीखोले भिखोले परिवारका आमा अन्तिम चरणमा आइपुगेको छ। यसको साथसाथै आजको हाम्रो यस कार्यक्रमका मुख्य प्रमुख अतिथि पनि भन्नु पर्यो, हाम्रो काका हाम्रो मर्दीखोला भिखोले परिवारका सानो भडाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हाम्रो मर्दीखोला भिखोले परिवारका अध्यक्षज्यू दाङसिङ भाइखोलाहरू अनि हाम्रो बापुले भाइखोलाको अध्यक्षज्यू तथा सम्पूर्ण परिवार र दिदीबहिनी दाजुभाइहरू सम्पूर्णमा मेरो न्यानो अभिवादन। धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यो मेजा बनाउँदाखेरि धेरै पानीसँग 3 दिन पानीसँग भत्काउँदाखेरि पनि वास्तवमा भन्ने हो भने हाम्रो मिमराज गुरुङ स्वर्गीय मेरो छोरा मिमराज गुरुङले ठुलो योगदान दिनुभएको थियो यहाँ। त्यसकारण अहिले उहाँको परिवारहरूले पनि यहाँ तल 34 मिटर ढलान बाटो दिनुभएको छ। उहाँको 3,31,000 फेरि धारा हाम्रो यो ढुङ्गे धारा बनाइदिनु भएको छ 3,17,000मा। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र धारा मात्रै बनाएको थियो तर यतापट्टि अलि खाली भएको बेलामा हाम्रो चेलीबेटीहरूले यहाँ प्रतीक्षालय बनाइदिनु भएको छ 3,21,000 को लागतमा। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र त्यसपछि अब कहिले कहिले कार्यक्रम हुने बेलामा अलिकति बस्नेको अलिक दुःख भएको बेलामा हाम्रो छोरी जुवाई रामकुमारी गुरुङ र नरबहादुर जुवाई साहबले 1,20,000 को लागतमा उहाँहरूले ट्रस्ट बनाइदिनु भएको छ।
धन्यवाद। हाम्रो त्यहाँ संरचनाहरूमा धेरै अहिले बाँकी पनि छ, गरिराखेको पनि छ। त्यसमा हाम्रो स्वर्गीय पार्वती गुरुङको भेटी उठाउँदाखेरि 31,035 रुपियाँ जम्मा उठेको थियो। त्यो चाहिँ यही अहिले हामीले यही लगाउने भन्ने सबैको सल्लाहले हामीले यही खर्च गरिदिएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। केही रकम नपुगेको कारणले मैले पनि 23,025 रुपियाँ अनुदान गरेको छ। र हाम्रो बुहारी भाइको गुरुङले पनि त्यसमा 13,000 रुपियाँ अनुदान दिनुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो पूर्व कोषाध्यक्ष होइन, अहिले उपसभापति उपाध्यक्ष शान्ति गुरुङले 10,000 दिनुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो प्रकाश नातिले पनि 10,000 रुपियाँ दिनुभएको छ। हेजको वरिपरि जस्तै मात्र भए हुन्छ भन्ने हिसाबले हामीले त्यो गर्यो होइन। अहिले उता बढाउने यता बढाउने, यता गर्दा कोही साम्रो भन्छ, कोही अलिक नमिलेको, त्यस्तो सब भएको छ। अब उपरान्त त्यहाँ शौचालयको साह्रै जरुरी छ। शौचालय अनि होम हाल्ने ठाउँहरू यो बनाउने विचार हामी गर्दैछौँ। र अहिले जति पनि आज सहयोग दिनुभएको जति पनि दाताहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र अब यो दिनुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र त्यसमध्ये हाम्रो छोरा साइला तिलक सिंह साइलाले पहिला उहाँबाट आउँदाखेरि बाटो त्यति राम्रो थिएन। उहाँले 8-10 जना मान्छे आफैले हालेर यो राम्रो बाटो बनाइदिनु भएको, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै मेरो यो धन्यवाद काकालाई। उहाँले लगभग सम्पूर्ण विवरण सुनाइसक्नुभयो। मेरो तर्फबाट पनि उहाँहरूलाई स्पेसली हाम्रो मर्दीखोले मिहिकोने परिवारका खम्बाहरू हुनुहुन्छ, हाम्रो अध्यक्षज्यू, हाम्रो काका, हाम्रो सालदाई है, उहाँहरूलाई धेरै धेरै धन्यवाद। साथसाथै उहाँहरूले फिजिकली रूपमा यस मेलामा गरेको लगानीको त हिसाब किताब, त आफ्नो परिश्रमको त हिसाब किताबै छैन। यहाँ त्यो अनगिन्ती छ हिसाब किताब। त्यसको लागि पनि पुनः धन्यवाद दिन चाहे। साथै आज यस कार्यक्रमलाई भव्य सभ्य बनाइदिन पाल्नुहुने सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनीहरू, हाम्रो भान्जा भान्जीहरू, ज्वाइँहरू र हाम्रो अतिथिहरू, हाम्रो राफुले भाइहरू, नाङसिङे भाइहरू पनि पालेर यो कार्यक्रमलाई एकदम भव्य सभ्य बनाइदिने। साथै आजको यस कार्यक्रममा यो बाजा गाजाको हस्तान्तरण गरेर बाजा अझै कार्यक्रमलाई रौनक बनाइदिनु भएकोमा हाम्रो छोरीहरूलाई र आजको यो कार्यक्रमको यज्ञ पूजा, यो सम्पूर्ण यज्ञ पूजा, यो सम्पूर्ण यो हुम्काउने कार्यक्रम भाउजू भाइको गुरुङलाई पनि मुरी धन्यवाद मर्दीखोले मिहिकोने परिवार टक्राउँदछ। यसको साथसाथै अब हामी यो कार्यक्रमको अन्तमा आइसकेका छौँ। अब हाम्रो घलेलको आमा टोलीले एउटा मादल नृत्य प्रस्तुत गर्ने एउटा इच्छा जाहेर गर्नुभएको छ। त्यसको लागि त्यो नृत्य अवलोकन गरेर मात्र सम्पूर्ण आज उपस्थित जनहरूलाई गइदिनु हुन। यो मादल नृत्यको लागि यो गाउँको चिनारी पनि नम्बरले काका बा भनेर बोलाउने हाम्रो काकाहरू 2010मा पर्ने अलिकति मात्र हुनुहुन्छ। जस्तो हाम्रो काका अर्को माइला बा भाइ पर्नेहरू हामी 11 नम्बरमा छौँ है। अब यो पछि 12 नम्बरमा हाम्रो यो यता
दिनहरू पर्छ छोरापर्नेहरू है राखेको छ है रन भोलि पर्सि सोद्धाखेरि अन्त ठाउँको जस्तो रापुको दाङसिङको भन्दाखेरि बाहिर फेरि सोधिदिनु तपाईँ कति नम्बरमा परेछ 12 हामी 11 उहाँ दाङसिङ रापुले सोध्यो भने कति नम्बरमा पर्छ हामी छोरी भयो भने रापुले समाजको अध्यक्ष काका उहाँ पनि 10 हो 10 नम्बरी भनेपछि त काका भन्नु पऱ्यो हामीले हामी त हैदेखि बाजे भनेको ठिकै छ नजिकै यस्तो सरी है बाजे जे पर्छ भन्ने है त्यसै प्रकारले छ अब म साथै सम्पूर्णलाई उहाँको धनमा नृत्य प्रस्तुत गरिदिनु पनि आग्रह गर्दछु यस कार्यक्रमको पछि हाम्रो एउटा समापन कार्यक्रम हुनेछ त्यसपछि समापन कार्यक्रमपछि मात्रै सम्पूर्ण मान्छे सम्पूर्ण उपस्थित व्यक्तित्वहरू Bye.
प्रस्तुत गरिदिनु भएकोमा मादल नृत्यको लागि एकदम हाम्रो चेलीबेटीहरूलाई
यस घलेलमा प्रदान गरिदिनु भएकोमा र आजको यस कार्यक्रमलाई अध्यक्ष दाजु फागुनको 3 गते माथुप्रसाद पूजाको प्रमुख अतिथिज्यू मिलेको